नमस्कार श्रोताबिन, हाम्रो टिभी च्यानल जेटी प्रणालीमा तपाईँहरू सबैलाई स्वागत गर्दछु। रोल्पाली चेली श्री यमुना केसीले उहाँ विगत लामो अनि समयदेखि मसिना ढुङ्गा समाज ढाँचा सेवा गरिदिने अनि साइडमा राख्ने अनि खाल्टासम्म नि गराइहाल्ने हो। वृद्ध आमाबाबुको चाहिँ उहाँ छोराछोरी बन्नुभएको छ। उहाँलाई चाहिँ हामी कृतज्ञता व्यक्त गर्दछु। सँगसँगै भर्खरै उहाँले आफ्नो रोल्पामा ठुलो सङ्घर्षका बावजुद उहाँले चाहिँ नि केन्द्र सरकारलाई आग्रह गरेर उहाँले 1 करोड बजेट हाल्दा पनि त्यो विभिन्न समस्याका कारण त्यो वृद्ध आश्रम रोल्पामा सुरु हुन सकिरहेको थिएन। त्यहाँका स्थानीय सरकार, त्यहाँका जनप्रतिनिधि, त्यहाँका गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले बाधा अर्चन गर्नुभएको थियो। तर उहाँले ती ठुला चुनौतीहरूलाई सामना गर्दै उहाँ काठमाडौँबाट धेरैपल्ट रोल्पा गएर त्यहाँका आम जनसमुदाय, त्यहाँका समाजका दैनिक आमबाबु दाजुभाइ तथा दिदीबहिनीसँग आग्रह गरेर उहाँले ठुला चुनौतीका साथ ठुलो सङ्घर्ष गरेर उहाँले रोल्पा जिल्लामा एउटा वृद्ध आश्रम बनाउन उहाँ सफल हुनुभएको छ। उहाँले आफ्नो निजी स्वार्थ नभएर सामूहिक स्वार्थका लागि, जो हो कि छोराछोरी नभएका हाम्रा आमाबाबु हुनुहुन्छ, वृद्ध आमाबाबु, उहाँहरूलाई एउटा बस्नको लागि, बास व्यवस्थापन गर्नको लागि उहाँ एउटा लोक कल्याणकारी भाव भएको नारी हुनुहुन्छ। उहाँ एउटा परोपकारी भाव भएको नारी हुनुहुन्छ। उहाँलाई सबैले चाहिँ अझै सम्मान गर्न पनि म आग्रह गर्दछु। उहाँले विगत लामो समयदेखि नै वृद्धहरूको लागि, टुहुरा बालबालिकाको लागि, अपाङ्ग बालबालिकाको लागि उहाँ आवाज बन्नुभएको छ, हेरिदिने आँखा बन्नुभएको छ, सुनिदिने कान बन्नुभएको छ, बोल्ने मुख बन्नुभएको छ, उहाँको आहारा बन्नुभएको छ। उहाँले विभिन्न यसरी चाहिँ विगत लामो समयदेखि खेल्दै आएका समाजसेवा भाव र उहाँले गर्दै आएका चाहिँ नि सेवालाई सबैले मनन गर्नुपर्दछ। यो राज्य सरकारले पनि बुझ्नुपर्दछ र उहाँले स्थानीय सरकारलाई घचच्याएर आज उहाँ रोल्पा एउटा जिल्ला, दुर्गम जिल्लामा चाहिँ नि वृद्ध आश्रम बनाउनको लागि उहाँ सफल हुनुभएको